ल हेरौँ त साथी यो गाडीले यस्तो अप्ठ्यारो ठाउँमा ब्याक गरेर चाहिँ यहाँ ढुङ्गा झार्नु खोज्दैछ। पहाडमा चाहिँ हाइड्रोलिक ट्रली भएको गाडीलाई चाहिँ काम गर्नु सजिलो, लोड गर्नु अनलोड गर्नु नपर्ने। यहाँ जालीको काम हुँदैछ। ल गाडी ब्याक गरेर यहाँ चाहिँ झर्ने क्रम जारी छ पहाडी भेगमा। ल ल ल भयो भयो। यता ढुङ्गामाथि जाली पनि लिएर आइरहेको छ। साथीहरू धेरै छन्। ढुङ्गा अलिक ठुल्ठुलो ज्यादा 8-9 लेयरको जाली हो चाहिँ लाउने काम जारी छ। साथीहरू यो हाइड्रोलिक ट्रलीले चाहिँ यसरी हुँदैछ पहाडमा। हाइड्रोलिक ट्रलीले चाहिँ काम गर्नु सजिलो। उड्दैछ कस्तो तरिकाले हाइड्रोलिकको पावर पनि सानो हुँदैन। एउटा हाइड्रोलिकको पाइपले गर्दाखेरि यत्रो लोड उठाउँछ। साथीहरूलाई ढुङ्गा झरेको चाहिँ अब साथीले झार्नु खोज्दैछ त्यहाँ गएर। त्यो झार्नु बाँकी छ। झारिसकेपछि यो फेरि ढुङ्गा लिन जाने होला। यसको स्ट्रक्चर लाउनु पर्ने छ, जालीको स्ट्रक्चर पुरा गर्नुपर्ने छ। भागो अब फेरि अर्को टिप्नु। त्यो सानो भाइले कहाँबाट खुल्दै आएछ, के बोकेको रहेछ। ल साथीहरू लगाइसक्नु आँट्यो। 3 लेयर जाली 4 लेयर भइसक्यो। लेयरको जाली हो यो खालमा बाँकी छ अब गर्नुपर्ने। जालीहरू थुपारेर राखेको छ। स्टोक यो फिटिङ गरिसकेको जाली हो।